नमस्ते, स्वागत छ तपाईलाई। आज म तपाईलाई इजिप्टको भिजा प्रोसेस कसरी गर्ने र केही रुल्सहरु चेन्ज भइरहेको हुन्छ। 2025 को रुल्स हो, न्यू रुल्स हो। यसमा तपाईले चाहिँ के प्रोसिडर गर्नुपर्छ भन्दाखेरि चाहिँ इजिप्टको एम्बेसी हाम्रो नेपालमै छ। त्यसले गर्दाखेरि तपाईले नेपालमै कन्सल्टेन्ट छ भने त्यही तपाईले चाहिँ डकुमेन्टहरु सबमिट गर्नुपर्ने हुन्छ र डकुमेन्ट सबमिट गर्दाखेरि के चाहिन्छ फर्स्टमा चाहिँ तपाईले पासपोर्ट रेडी गर्नुस्, फोटो तपाईले रेडी गर्नुस् 3.5 into 4.5 को, टिकट डमी टिकट तपाईले चाहियो नै, डमी होटल चाहियो र डमी र होटल भनेको चाहिँ इजिप्टको लागि तपाईले के भन्छ भन्दाखेरि चाहिँ तपाईले यहाँको ट्राभल एजेन्सीको डमी भएर हुँदैन। तपाईले चाहिँ इजिप्टकै ट्राभल एजेन्सीबाट चाहिँ तपाईले के गर्नुपर्यो चाहिँ तपाईले फ्लाइट टिकट अथवा तपाईले चाहिँ होटल रिजर्भेसन म्यान्डेटरी चाहिँ गर्नुको पहिले थिएन। पहिले चाहिँ के गर्थे भन्दाखेरि चाहिँ यही तपाईले यहीँको ट्राभल आइटिनरी यहीँको ट्राभल कोड आइटिनरी दिँदाखेरि पुग्थ्यो भने अब तपाईले के गर्नुपर्ने हुन्छ भन्दाखेरि चाहिँ इजिप्टकै ट्राभल एजेन्सीबाट तपाईले के गर्नुपर्ने हुन्छ फ्लाइट टिकट त जहीँकोबाट भयो होटल रिजर्भेसन र आइटिनरी चाहिँ तपाईले के गर्नुपर्यो भन्दाखेरि चाहिँ इजिप्टकै ट्राभल एजेन्सीबाट चाहिन्छ। अनि मात्रै के गर्छ भन्दाखेरि चाहिँ इजिप्टको भिसामा तपाईले एक्सेप्ट गर्छन् उनीहरुले, नत्र तपाईको डकुमेन्टै के गर्दैन भन्दाखेरि चाहिँ लिदैन। र बैंक स्टेटमेन्ट चाहियो नै। बैंक स्टेटमेन्ट तपाईले 6 मन्थको मिनिमम पनि एटलिस्ट उलाई के गर्नुपर्यो भन्दाखेरि 6 महिनाको चाहिँ स्टेटमेन्ट चाहियो। 6 महिनाको स्टेटमेन्ट लिइसकेपछि तपाईले एन्डिङ ब्यालेन्स पनि कति चाहियो भन्दाखेरि चाहिँ 5 लाख चाहिँ एबोभ नै तपाईले के गर्छ भन्दाखेरि चाहिँ माग्छ। अनि चाहिँ यदि तपाईले एप्लाई गर्दै हुन्छ भने 5 लाखको एन्डिङ ब्यालेन्स, 6 मन्थको तपाईले चाहिँ स्टेटमेन्ट, एन्डिङ ब्यालेन्स 5 लाखको, त्यसैगरी होटल रिजर्भेसन र आइटिनरी तपाईले इजिप्टको ट्राभल एजेन्सीबाट लिनुपर्यो। त्यसैगरी फ्लाइट टिकट तपाईले यही डाउन बनाउनुस्, केही प्रब्लम भएन। फोटो तपाईले खिच्नुस्, पासपोर्ट खिच्नुस्, अनि त्यसपछि के गर्नुस् भने सबै डकुमेन्ट लिएर तपाईले त्यहाँ कन्सुलेट अथवा एम्बेसीमा गएर सबमिसन गर्नुपर्ने हुन्छ। सबमिसन गर्दाखेरि तपाईले भिजा लिँदैन, भिजा रिजेक्सन पनि तपाईले भिजा चार्ज गर्नु पर्दैन र भिजा आइसकेपछि अनि मात्रै तपाईले के गर्नुपर्छ भने पासपोर्ट तपाईले दिनुपर्ने हुन्छ। अहिले सुरुमा तपाईले डकुमेन्ट मात्रै दिनुपर्ने हुन्छ, पासपोर्टको फोटो मात्रै लिन्छन्। अनि केही टाइम लाउँछ, टाइम ल्याइसकेपछि अनि त्यसपछि के गर्छ भन्दाखेरि चाहिँ तपाईले स्टाम्पिङ हानेर के गर्छ इजिप्ट कन्सुलेटले तपाईले चाहिँ पासपोर्ट दिन्छ। र यदि तपाईले चाहिँ ट्राई गर्नुस्, आफैले सक्नु भने आफैले एप्लाई गर्नुस्, सक्नु भएन भने चाहिँ हामीसँग के गर्नुस् भन्दाखेरि कोअर्डिनेट गर्नुस्। र तल दिएको नम्बर छ जुन यात्रा फर फनको यो WhatsApp छ, यो WhatsAppमा तपाईले चाहिँ टेक्स्ट गर्नु भने चाहिँ हामी तपाईले चाहिँ कोअर्डिनेट गरिदिन्छौँ र इजिप्टको भिसाको लागि हामी के गर्छौँ भन्दाखेरि चाहिँ प्रोसिड्युर गरिदिनेछौँ। हस् त आजलाई यति नै। नमस्ते।